एभ्रिवान, आजको ब्लगमा सबैजनालाई स्वागत छ। धेरै पछाडि हामी ब्लग बनाउन गइरहेको छौँ। पहिला चाहिँ मैले मात्रै बनाउँथेँ भने अहिले चाहिँ मेरी बहिनी पनि छ मसँग। अनि आज हाम्रो च्यालेन्ज के छ भने मलाई यस्तो देख्छ ब्लाइन्ड फोल्ड मेकअप गरेर राम्ररी भनेर देखिछे। लेट्स सी मैले कस्तो गर्छु। मान्छेबाट मान्छेले बनाइदिनु होला के। मान्छेबाट मान्छे नै बनाउँछु। मलाई त्यति चाहिँ कन्फिडेन्ट छ। Oh my God! मेरो कन्फिडेन्ट हेर भरे एकदम हुने त होइन। ल यो लगा त लगा ल। अनि हामीसँग के छ आई स्याडो छ हामीसँग, कन्सिलर, LA को फाउन्डेसन, हाइलाइटर, सेटाफिलको मोइस्चराइजर, दिस इज ब्रस। अनि के छ मसँग यो मेरो धेरै पुरानो लिपस्टिक म्याट, राम्रो छ। पुरानो भए पनि मैले बिस्तारै चकुम गरेर चलाइरहेको छु। अनि अल टाइम फेभरेट सोनाटाको गाजल यो पनि छ, तर मलाई चाहिँ यही मनपर्छ। खत्ता छिटो दल लिन्छ पनि फेरि त्यही भन्न खोजेको मैले। नि तैँले यो भन्दै दिनु ल ल। कहाँदेखि के सुरुमा लगाउँछ? अझै पछाडि सर त के सुरुमा लगाउँछन्? म यहाँबाट मोइस्चराइजर, अरू केही पनि छैन। मोइस्चराइजर, डाइरेक्ट अनि फाउन्डेसन, प्राइमरहरू नलाम त्यस्तो धेरै पनि त गर्नु पर्दैन। ब्रस यहाँ छ है, आई स्याडोको ब्रस यहीँ छ। यो ब्रस यतिकै दिएन, म मिलाएर लाउँछु। ल लेट्स गो। पुरै अन्धकार भयो। म तेरो एकपल्ट फेस रिड गर्छु ल। गर्नु पर्थ्यो। म क्यामेरामा चाहिँ देखेको छु, अलिक जा त भयो। क्यामेरामा देखेको रहेछ म चाहिँ देखेको रहेछ त देखेँ। ल यहाँ छैन त कब लाग्छ। ओए कस्तो दे मोइस्चराइजर। त पनि त्यहाँ फोनको पछाडि ऐना छ, नहेर्नु ल। मेरो यो फेरि क्यामेरामा भिडियो गरेको फोनको पछाडि ऐना छ के, यसले हेर्छ जस्तो लागिरह। ओइ कति आएको पनि थाहा हुँदैन त, थोरै लगाइदिन्छु ल। दिस इज मोइस्चराइजर सेटाफिलको। जाडोमा कतिको चिसो भएको छ। त कहाँ लगाइदिएन जता हुन्छ त्यतै दल्दे। थाहा त हुनु पर्यो नि त यो के हो भनेर। भात खाने ठाउँमा मोइस्चराइजर हाल्ने। ओइ धेरै भयो, मैला आउँछु। धेरै भएको ल्याटर चाहिँ। अब फाउन्डेसनले त ला मैले पफलाई उयो ल्याएँ, के अरे ब्लेन्डर ल्याएन फाउन्डेसनको। हात ल्याइदिन्छु ल त्यसो भए। होइन कि ब्लेन्डर लिएर आइज तेरो छ जा त लिएर आइज बिस्तारै गर। अहिले काट्नुपर्छ यो। अब मोइस्चराइजर पछाडि फाउन्डेसन। यो कस्तो स्क्विजवाला हो नि मेरो। ए होइन होइन थाहा पाएन। अर्कैवाला रहेछ त। यता अगाडि नै राख्छु। कता थाहा छैन है। पुग्छ यति? मलाई थाहा छैन। कहाँ उयो हाल्ने। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। ब्लेन्डर मजा आउँदो रहेछ। गाला हो नि हो। अल द बेस्ट। राम्ररी बनाइदिन्छु क्या, तर मलाई त्यति म के घर ल एकछिन ल सबै लगाइदिन्छु। हो त्यस्तो भयो नाक राम्ररी बनाइदिन्छु ल। म तेरो बेमा पनि ब्लाइन्ड फोल्ड। बुढा त त्यहीँ बाटोबाटै भएको छ मेरो फेरि। सक्यो कि नै? खै हेरेकै छुइनँ। हेर त सर्टको सक्यो नि। एकछिन सक्यो। अब कन्सिलर दे त।
के लगाइदिँदैछु मलाई थाहा छैन। त्यहाँ त गाइस म साँच्चै नै ब्लाइन्डफोल्ड छु। यसले आज मलाई मान्छेबाट भूत बनाइदियो भने छैन। आज म होला माथि लागिरह। के थाहा मलाई आवाज देख्छु। त्यो कन्सर्ट त्यस्तो राति त देख्दैन। आएकै छैन यसको बिलको काम। गाइस कन्सिलर हो है मान्छे आँखिन धेरै देखाइदिए। खोइ लागेको छ कि थाहा छैन। यसरी हातले ट्याप गरिदिन्छ। अब के दिए? के दिनु? आई स्याडो। ला अब कलर पनि त थाहा छैन। जुन मन लाग्छ त्यही लगाइदिनु। यता छ गाइस दिस इज आई स्याडो प्यालेट। अनि मलाई कलर थाहा छैन। म यो चुज गर्छु। आई होप दिस इज द गुड वान। यो चुज गरेँ मैले। त नआएर है सरप्राइज। यहाँ आइज। लाग्दैछ? डलिरह। आँखा हो नि हो। के हो यस्तो? के उही हुन्छ? कस्तो अप्ठ्यारो भएको नि। मलाई यो कलर छुट्छ भनेर हात राखिरहेको छु कि यहाँ तल। कलर लागेतिर है। एकछिन न यो यहाँ छ उतापट्टि। यता होइन हौ त्यतैको अर्कोपट्टि भनेको यतापट्टि। चाहिँ सबै हातैले दलिस। आँखा होइन ल अब मैले कुन कलर लाग्थ्यो यही होला। कहाँ गयो कलर? कलर होइन यहाँ आइज। म त आँखा चिम्लेर बस्छु हेर्दिनँ केही पनि। आयो आँखा त हो नि। ओए परेर कालो बनाइदिन्छ। कलर चाहिँ कहाँ गयो त? मरे आज म राखी सावन जस्तै हुने। ओइ कलरहरू होइन यो। ओ हौ ए जुन भयो भने आँखा यो आँखा त हो। कस्तो म त लाटी भएर मेरो हात पनि चलाएन कि मैले कसरी लगाइदिएँ यहाँ। आयो यो भएन। लु भयो आइस्याडो भयो। अब गाइस मैले कुन लगाइरहेको छैन क्लोज गरिदिएको। अब मस्कारा ब्लस। यो ब्लस हो होइन ब्लस कहाँ ब्लस त्यो त ब्लस यहाँ छ गाइस। के लगाइदिएको चाहिँ मैले त ऐना चाहिँ हेरेको छुइनँ। त्यही पनि तपाईँहरू हेर्नुहोस् यस्तो छ है। ब्लस यो म पकड्छु। यहाँ पकडै पहिला गाला हो। यसले आज बहादुरको चाक जस्तो परि आज भगवान्। चुप मलाई आउँछ ब्लस। मैले थाहा म ब्लस लगाएको सेप त मलाई थाहा हुन्छ कहाँ लगाएको छु। यहाँदेखि माथि हो क्या ल यता यता अर्को यता त्यो राम्रो ओ लाग्दैन। गड यसले आज त हो। चुप नाक यहाँदेखि अलि ट्याप 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 पार्नु। भइसक्यो क्या? हुन्छ भइसक्छ। ब्लेन्ड हुँदैन? अलिक राम्ररी गर्नु पर्यो नि त। ब्लेन्ड त छिट्टै हुन्छ नि। भइगयो त। अब नाक यही नाकमा धेरै ट्याप ट्याप नभए नि त्यही हातले हुन्छ। चिन
अब लगा यो त एक दिनमै ब्लस सक्दैन अब मस्कारा मस्कारा क्या गाजर। आइलाइनर आइलाइनरवाला पनि दे अनि अर्कोवाला पनि दे। आइलाइनर वाला यो यो हो धुट्टो हुन्छ होला यार आइलाइनर। आइलाइनर यहाँ छ त्यो डन्की वाला म त हेर्दिनँ अब त मेरो आश मरिसक्यो हेरिसके त्यो ब्लस लगाएकै देखेर मैले थाहा पाइसकेँ के कस्तो लगाइदिन्छ अब हातैभरि कालो लाग्यो। मैले कुन कलरको लुगा लगाएको छु यहाँ हेरेर त यो पकड्दा गाजर मेरो कपाल नै दल्छ यसमा दल्दा त यहाँ हेरेर तेरो आँखा होइन तिमीमा गर्दा आँखामै लाग्यो त उफ आँखामै लाग्यो नहाँसु न प्लिज ल हौ तेरो आँखाको न आँखा खोल त त्यो परेर हो सुट राम्रै लगाइदिन्छु भनेर लगाइदिएँ कि किन गरेँ कि हौ त मेरो गरिदिनु ल अलिक पछाडि। म त गाजल त मलाई लाउन नि आउँदैन नि त अनि थाहा हुँदैन क्या तिनीहरूलाई कहाँ छ भनेर। हो किन अहिले आँखा खोल न नखोल ल नै म त खोल्दिनँ अब त बेगर भइसक्यो भयो है सट्ट लागिरहेको त अनि सबै राखिसक्यो छोड्दै ल मस्कारा गाइज मान्छेबाट मान्छे हुन सकिनँ म क्षमा चाहन्छु कहाँ छ के चाहियो अरे लिपस्टिक मस्कारा कि लिपस्टिक मस्कारा त तेरो पल्टेको छ त्यो पनि लिएर आइदिन्छु। एकछिन न आँसु नै आयो दिस इज मस्कारा। एकछिन न आँसु आयो साँच्चै मैले अब झन् भुत्नी भयो भन्ने फिक्स थाहा छ नपुस है नपुस् न मलाई हेर्न होइन क्या यो मस्कारा त अलिक लत्ता आउँछ पो त। गुराँस नानी बनाइदिन्छ आज मलाई आइज माथि हेर्दा हेर्दिनँ हेर्न त रिक्स छ त अनि भित्रै खानिदिन्छु हेर्दिनँ छोड भयो होला मस्कारा त अर्को आयो त के भयो झाप्न कता छ अनि लगा भयो कहाँ गाइज म चाहिँ हेर्दिनँ प्लिज माफी चाहन्छु आफै हेर्नु होला लिपस्टिक सुसन्ने अधिकारी चिन्नुहुन्न म प्लिज म तपाईँहरूलाई मेरो लिङ्क बारेमा राखिदिन्छु मसँग कन्फिडेन्स छ। अघिसम्म मलाई 100% थियो अहिले म 90 मा घटेको छु। यो सुसन्ने अधिकारी हुँदै गएन गाइज ओए लिपस्टिक म्याटवाला त रेड थियो त पुरै हजुर एक त ओठ सिधा राम्रो छैन अब लिपस्टिक कस्तो म लिपस्टिक चाहिँ अनुहारले लगाइदिन्छु ल ए उयो ब्लसको त्यो हुन्छ नि हाइलाइटर अहिले लगाइदिन्छु ओठ यदि लागेर मलाई थाहा छ मलाई छन त रहेन रहेछ जस्तो छ दाँत नै रहेछ छ ओ गॉड चुप मैले नापिमा पुऱ्याइदिनु अब यस्तो यस्तो गर त गरिस् हाइलाइटरले त अब खोलेर दिस इज द हाइलाइटर। अब मैले यसको इन्डिङ आस्ता आस्ता गले म त त्यो लगाएको हो त्यही हो
गालामा पनि ब्लस पनि ती लगाइदिएकी थिएँ होला, आइलाइनर पनि ती लगाइदिएकी थिएँ, आइलाइनर त गालामा लाग्यो। मस्कारा पनि ती लगाइदिएकी थिएँ। के कुरा गर्नु? ओइ मैले आइलाइनर त गालामा लगाइदिए जस्तो लाग्छ। ए आँखामा गालामै लगाइदिन्छु। यतापट्टि मैले आँखामै लगाइदिएको छ, अर्कोतिरको चाहिँ फेरि कहाँ लाग्यो हौ? खै के हो? हाइलाइटरले फरक पर्दैन हौ। त्यही त मुखतिर नाकले नाक कसम बाँदरकै चाल बनाइदियो कि भन्नु पर्दा आउँछु। चुपै कति टाइम लागिसक्यो? ए के हो? मुखो ए मैले चिन्ला। Oh God. अब के गर्नु बाँकी छ? सक्छु होला। त्यो मैले इमेजिन गरेर त कस्तो One, two, three, यसरी मलाई कति म अहिले चाहिँ 80% कन्फिडेन्ट छ मेरो। यसलाई मैले राम्ररी बनाइदिएको अहिले छु। नै रेड गर न, रेड गर, टिङ। रेड गर 10 मा। म 10 मा मैले 7 चाहिँ राम्रो गरेछु। म चाहिँ 2 रेड गर्छु। ल लेट्स सी। ल खोलिदिएर लेकिन 1 सेकंड कस्तो देखेछ? छोडिदिन्छु। कोही देखाएन। ओइ यार सर मरे। ओइना लिन, ओइना, ओइना, ओइना। बिग्रिन सक्यो मैले नि। This is me. कुन महिना ल्याउनु? कुन ऐना छ नि अब? अया मारी। यही हो है। यो सानो हेर। गाइस मैले भनेको थिएँ नि म 7 आउट 7 आउट अफ 10। मेरो त 2 रेटिङ पनि दिएर भयो। कस्तो राम्रो लाग्दैछ त। यतिकै मैले भनेको नि बाँदरको चाक जस्तै मलाई। गाइस यता हेर यो यता लिपस्टिक। मैले ब्लाइन्ड फोइल मेकअप कस्तो राम्रो छ। पके त डिटेल्स यहाँ ब्लस क्या दामी भएको छ। यताको पनि हाइलाइटर। मेरो त यसले बदनाम नाकको राम्रो भएको छ यो पनि। ओए मैले यहाँ त कहिले लगाइदिएको ग्लिटर? यहाँ लगाइदिएकै हाइलाइटरै ग्लिटर हो क्या। ए राम्रै भएछ त। मैले आई स्याडो लगाइदिएको ग्लिटर लगाइदिएको मन्जुलिकै बनाइदिएछ। मेरी चाहते क्या आयो आयो लास्ट सेम बनाइदिएछ। ल गाइस अब आजलाई मेकअप आर्टिस्ट बनाउनु पर्ने रहेछ भुत्नीको लागि। हाँसुटो। हेलो गाइस, मेरो नाम चाहिँ सुशान्ती अधिकारी हो। म लिङ्क हजुरलाई मेरो नाम बायोमा दिन्छु। मलाई तपाईँले यसरी त मलाई पक्कै पनि चिन्नुहुन्न। यो राम्रै छ तर मैले यसलाई झन् राम्रो बनाइदिएको। छी, यो चाहिँ के यो नभएको त गाजल त राम्रो भएछ त्यहाँ। कति राम्रो नि वा, कति राम्रो गाजल पहिला स्कुलमा डान्स गर्दा यस्तै मेकअप गर्थेँ यस्तै गर्थेँ यो र यो हटाएर सेम चुप। यो के हो यस्तो? मस्कारा त अनि यो मस्कारा लगाइदिएँ। मस्कारा हेर्नु है यहाँ, यो के हो? हाम्रो सक्यो भिडियो। हामी हाँस्दा हाँस्दा गरेर आइसक्यो भिडियो अफ हाम्रो मेकअप होइन, हाम्रो यो भूत बनिने यसो तरिका यस्तै भएको छ कि छैन? मैले यही देखेर बनाइदिएको क्या यस्तो राम्रै। यहाँबाट मैले यो लिएर तपाईँहरूको हाँसोको लागि मैले मेरो अनुहार जोक बनाएँ। गाइस बाइ। लाइक कमेन्ट अनि सब्सक्राइब गर्नु होला। शेयर पनि गर्नु होला हामीले चिनेको मान्छेहरूलाई मात्रै। सबैलाई गर्दा हुन्छ। यस्तो गर्नु एउटा
यस्तो गर त पढिदिन्छ ओ घर पर्दैन ल हाल्न मिल्छ त त्यहाँ सरी ल कस्तो यस्तो अलिक ब्लेन्ड गरेर त राम्रो देखिन्छ त राम्रो भयो त मैले त ब्लस त राम्रो देखेको रहेछ उयो तैँले ब्लस त मलाई माया मारिदिएको थिएँ मैले त तैँले ब्लस लगाइदिएको देख्दा कति हालेको गफ गफ यस्तो गर्छ फ्याट फ्याट म त उयो एकचोटि टप्प पार्दै सकिन्थ्यो मेरो त ऊ त यहाँदेखि यहीँसम्म डग 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 पार्दै लगेँ दुईटा तिनटा यी दुईटा यो सुरुपल्टको त यस्तो भइगयो ढ्याक 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 लगेपछि टक्क 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 छोएर राख्थेँ म चाहिँ होइन तिनवटा त यसरी अनि आज सक्यो मेरो भन्ने भयो मलाई त तर यसलाई अलिकति ब्लेन्ड गर्दा राम्रो देखिन्छ भयो ल अब राम्रो भएर केही छैन म मुख धोएर सुत्ने हो होइन कतिको राम्रो हुँदो रहेछ यसलाई बनाउँदाखेरि भनेर क्या ए लु यो त गालै लगाएको बिचरा यसले यस्तो राति पनि के बिचरा चाहिँ ओ यतिको राम्रो भयो अब ल गाइस हामी गएको ल बाई बाई म त्यस्तो पुताना छु अर्को पालि यसले मेरो गरिदिन्छु ल ल बदला तिर्ने हिसाब होइन होइन ल राम्रै ल ल ल बाई गाइस आजलाई यति अर्को भिडियोमा भेट्नेछौँ हामी अब हामी कन्टिन्युस भिडियो बनाउनेछौँ हामी मुकबाङ पनि लिएर आउनेछौँ अनि सबैलाई ह्यापी क्रिसमस ह्यापी क्रिसमस बाई 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 हेर त